कसैको सपोर्टमा होइन। जे सत्य हो त्यो जनताको अगाडि राखिदिनु पर्यो। गृहमन्त्रीज्यू सुन्नु भएको छ भने कमसेकम यो विषयमा सूक्ष्म ढङ्गले छानबिन गरौँ। के गर्ने, सानो दर्जाकोलाई मात्रै कारबाहीको दायरामा ल्याएर वाहवाही लिने काम नगर्नुहोस्। एक दुईवटा ठुला माछाहरूलाई पनि कारबाही गरेर देखाउनुहोस् न। यो एनर्जी भनेको तपाईँहरूबाट आएको हो है। मलाई यो राज्यले हो दिवाकर धेरै राम्रो पत्रकार भन्नु परेन। मलाई जनताले मेरो पब्लिकले मूल्याङ्कन गर्छ। तपाईँहरूलाई जानकारी छ कि छैन? यहाँ कस्तो हुन्छ भने मेरो नाम पटक पटक राष्ट्रपति पुरस्कारको लागि पठाइन्छ, तर मेरो नाम कहिले आउँदैन। किन आउँदैन थाहा छ? किनभने अब त्यो छोडिदिनुहोस्। हामीलाई थाहा छ, घरभित्र बसेर ट्यापिङ गरेका पत्रकारले यहाँ तपाईँको त्यो पुरस्कार पाउँछन्। अनि यहाँ के हुन्छ भने अब यहाँ थाहा छ तपाईँलाई ममाथि के लाग्न सक्छ? यो बाटोमा हामी उभिया छौँ नि, अब यो सडक जाम गर्यो होला दिवाकरले गर्दा, तपाईँहरूले गर्दा सडक जाम भयो भनेर मुद्दा लगाइदियो भने के हुन्छ? म एउटा अनुरोध गर्न चाहन्छु यो सबै क्यामेरा मार्फत, सप्तरीको एसपी साहबको बारेमा जुन हामीले समाचार निकालेका छौँ प्रहरीको बारेमा, त्यसमा के हुनुपर्ने यसरी हेर्नु न। एसपी साहबलाई के भन्नुपर्ने, एसपी साहब तपाईँ चाहिँ घुस खाएको त्यो फोटो दिनुहोस् मलाई। त्यस्तो कहीँ फोटो हुन्छ कोहीसँग? अनि के भन्छ एसपी साहबले? भन्छ म घुस खाइरहेको छु यसरी। त्यो त अनुसन्धानको विषय हो नि, त्यो त अनुसन्धान गर्नुहोस् न। अनुसन्धानमा म सहयोग गर्छु। आज प्रदेश प्रहरी कार्यालयले बाट चाहिँ जुन कुराकानी भयो, एउटा सौहार्दपूर्ण वातावरण भयो र यहाँ म देखिरहेको छु सयौँको सङ्ख्यामा युवा साथीहरू आउनुभएको छ। यो मेरो लागि मेरो प्रोपर्टी सम्पत्ति हो र पत्रकारिता आफैमा जोखिमपूर्ण चुनौतीपूर्ण यात्रा हो। पत्रकारिता गर्नु भनेको सामान्य कुरा होइन। विश्वको सबैभन्दा भन्छ नि डेन्जर शक्तिशाली अङ्गभन्दा पनि डेन्जर प्रोफेसनल भनेको यो पत्रकारिता हो। त्यो हामीले रोजेका छौँ। किन रोजेका छौँ भने कोही त एकजना बोल्नु पर्यो नि। आज म बोलिरहेको छु नि, आज पुरा देश बोल्दैछ। अब हिजोसम्म जो प्रहरी एसपीसँग डराउँथ्यो, आज त्यो व्यक्तिको मनबाट, तपाईँहरूको मनबाट पुलिसको डर हट्यो कि हटेन? हट्या छ नि, हट्या छ नि। अब कमसेकम यस्तो पनि हुन सक्छ है यो देशमा। भयो नि त, सुरुवात मैले गरेको छु। मलाई के भइरहेछ भने मलाई प्रोत्साहन गरिरहेको छैन। यहाँ मलाई टार्गेट गरिरहेको छ मेन्टली यसरी कमजोर पार्ने। त्यति कमजोर मान्छे हो र हो। म एउटा कुरा भन्न चाहन्छु, किनभने छोरा छोरी केही गल्ती गर्छ भने उसको आमा बुवालाई समातेर ल्याउँछ। सानो प्रहरी गल्ती गर्नु त्यसको अफिस हो नि, त्यही भन्नु न, त्यसको गार्जियन हो नि, त्यसको अन्डरमा त्यो काम भएको छ नि। त्यही त मेरो भनेको त्योमा। अब त्यो 4 लाख रुपियाँको जुन फुटेज छ त्यो मान्छेहरूले अहिले फोन गरेका थिए, दिनभरि फोन गरेका छन्। दिवाकर दाइ तपाईँ राजविराजमा हुनुहुन्न, सप्तरीमा हुनुहुन्न, के गरौँ हामी पनि सबै परिवार निस्किहालौँ। म न्यायाधीश होइन, म अदालत होइन। को गलत को सही, को अपराधी को निर्दोष त्यो अदालतले भन्ने हो, पत्रकारले होइन, मिडियाले होइन। त्यो रिपोर्टिङमा पनि मैले भनेको छु। न कुनै व्यक्तिले न कुनै संस्थाले भन्न सक्छ। तर 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 एउटा जुन पत्रकारिताको धर्म हो, सबै पक्षको कुरा तपाईँहरू अन्दाज गर्नु। त्यो भिडियो हेर्नुहोस् त, 1 घन्टाको भिडियो। कति रिस्क लिएको होला मैले, कति रिस्क लिएर रिपोर्टिङ प्रसारण गरे होला। त्यो सही साहबको इन्टरभ्यू लिएको छु, सम्बन्धित सही साहबको चौकीमा भित्र छिरेर इन्टरभ्यू लिएको छु। जिल्ला प्रहरी कार्यालयले भित्र छिरेर बोलेको छु। तपाईँको एसपी साहबहरूलाई, डिआइजी साहबहरूलाई यहीँ आएर भित्र छिरी रिपोर्टिङ गरेको छु। अनि त्यो मतलब सामान्य कुरा लाग्छ? त्यो सामान्य कुरा हुन सक्छ भन्नुहोस् त तपाईँ? तर यो बिचमा म भन्न चाहन्छु देशैभरिका मिडियाका साथीहरूले, पत्रकार साथीहरूले मलाई, म कल्पनै गरेको थिएन। मिडियामा त एउटा हुन्छ नि, तर मिडियाका साथीहरूले सपोर्ट गरेको, साथ दिएको अनुभूति हुँदा देशैभरिबाट जुन जनताले जुन साथ दियो, यो मेरो सम्पत्ति हो। आज जुन